मधेसी दलहरूले पहाडीहरूलाई गाली गरेर देश बन्दैन, त्यस्तै खस आर्यहरूले मधेसी, मुस्लिम, दलित र यादव अथवा मधेसीहरूलाई अथवा जनजातिहरूलाई दबाएर पनि देश बन्दैन। देश बन्नको लागि यहाँको दलितहरू, यहाँका मुसलमानहरू, यहाँका मधेसीहरू, यहाँका जनजातिहरू, यहाँका खसहरू, यहाँका अल्पसंख्यक सानो राउटे समुदाय जसको थोरै जनसङ्ख्या छ, त्यो सबै कमाउनुपर्छ। जबसम्म हामी सबै राष्ट्र सङ्कल्प एकसाथ उभिँदैनौँ यो देश बन्न सक्दैन। त्यसैले हामीले यो सङ्कल्प साथ राष्ट्र निर्माण दल, यसको नामै हो कि राष्ट्र निर्माणको लागि उभिएका समूहहरू, राष्ट्र निर्माण गर्ने झुन्डहरू हो। हामी यो दोष गर्दैछौँ पुरै देशको सामुन्ने। हामी राष्ट्र निर्माण गर्नको लागि उभिएका छौँ। यो दलको मूल सिद्धान्त राष्ट्र निर्माण गर्नु मेलमिलाप नीतिको साथ र पछाडि फर्केर होइन, अग्रगामी बाटो लिएर जनताको समाजवाद समाजवाद हरेक खालको समाजवाद भन्छ। कम्युनिस्टहरूले पनि भन्छन्, पुँजीवादीहरूले पनि भन्छन्, नवोदारवादी पञ्चायती पक्षहरूले पनि भन्छन्, सबैले। तर वास्तविक समाजवाद के हो त्यसको परिभाषा कसैले पनि गरेको छैन। हाम्रो यो दलको यस घोषणा पत्रमा सबै कुरालाई समेटेका छौँ। तपाईँहरूले पढ्नु होला। यसमा हाम्रो देशमा हामी के गर्न खोजेका छौँ यस घोषणा पत्रमा रहेको छ। त्यसकारण हिजोका पुराना दलहरूले रवि लामिछानेको दललाई यो सैद्धान्तिक छैन, वैचारिक छैन भन्छन्। हाम्रो दललाई भन्न पाउनुहुन्न। हाम्रो दलले वैचारिक लाइन कोरेको छ एउटा, जसले नयाँ बाटो दिन्छ। हामी धर्मनिरपेक्षताको कुरा गर्छौँ, तर नेपालको 81% हिन्दूहरूको सम्मान र पहिचानको पनि कुरा गर्छौँ। यो उद्घोष गर्दछौँ हामीले स्टेजबाट। धर्मनिरपेक्षता हुनुपर्छ, किनभने राज्यको कुनै एउटा धर्म हुँदैन। राज्य सबै धर्मको हो, सबै धर्मको जनता राज्यको हो। तर एउटा 5% मुसलमानलाई पहिचान चाहिने, 81% हिन्दूले पनि चाहिने। हिन्दुत्वको पनि पहिचान हुनुपर्छ। हिन्दू र मुस्लिमलाई लडाएर हुन्छ, हिन्दू र बौद्धिस्टलाई लडाएर हुन्छ, बौद्धिस्ट र किराँतलाई लडाएर हुन्छ। त्यसैले हामीले राष्ट्र मेलमिलापको नीतिलाई हाम्रो पार्टीको बुँदा नम्बर 1 मा राखेको छ। सबै एक भएर देश बनाऊ, एकअर्काले गाली गर्न छोडौँ। हिजो पृथ्वी शाहले एकीकरण गर्नुभयो, धेरैले मारे, जनजातिले मारे, हो यथार्थ हो। तर 250 वर्ष पृथ्वी शाहले गरेको गल्तीलाई अहिलेसम्म दोहोऱ्याएर हाम्रो देश बन्छ बन्दैन। 250 वर्षपछि मानिस बदलिसकेका छन्। हाम्रो सोच्ने शैली बदलिसकेको छ, हाम्रो रहनसहन बदलिसकेको छ, हाम्रो हरेक चिज बदलिसकेको छ। हामी हिजोको 250 वर्ष पहिले जनजातिले राजाले मारो भनेर हुँदैन। अहिलेको कुराले अब अगाडि कसरी जाने, अगाडि जानको लागि हामी सबैको एकता हुनुपर्छ। के को लागि? परिवर्तनको लागि, समृद्धिको लागि, शान्तिको लागि, स्थायित्वको लागि र हाम्रो राष्ट्रको स्वाधीनताको लागि। कसैले हाम्रो राष्ट्रमाथि आँखा देखाउँछ, कसैले हामी